एचआइडिसिएलपी को चार्ट हेर्ने हो भने चाहिँ आज चाहिँ यो एक लेभलको चाहिँ सपोर्ट चाहिँ ब्रेकडाउन दिएको छ यहाँ है। सो यसको मतलब चाहिँ के हो त भन्दाखेरि चाहिँ यो प्राइस जसरी तल झरेको छ अनि मार्केट चाहिँ जुन वेमा तल फल भइरहेको छ भने यसको मतलब चाहिँ के हो त भन्दाखेरि चाहिँ यो ग्यापमा चाहिँ छुनाउने चान्सेस चाहिँ ह्युज भएको छ भने मतलब चाहिँ हाम्रो चाहिँ 195 देखि चाहिँ हाम्रो यो 200 को लेभलमा चाहिँ यसरी प्राइस चाहिँ आउन सक्छ माथि जानुभन्दा अगाडि। सो विकली चार्टमा हेर्ने हो भने चाहिँ हाम्रो चाहिँ यो ग्याप छ यो एरियामा, यो ग्यापमा आएर चाहिँ अनि बल्ल प्राइस चाहिँ फेरि यो हाईले चाहिँ टच गर्ने जाने जस्तो चाहिँ देखिएको छ। सो यदि तपाईँहरूले चाहिँ किन्ने सोचिराख्नु भएको छ भने चाहिँ वेट गर्नु होला, यो 200 को एरियामा वेट गर्नु होला अनि यहाँ आएपछि बल्ल बाइङ गर्नु होला भनेर भन्छु भने चाहिँ अनि स्टप लस चाहिँ तपाईँहरूले चाहिँ यो 185 ले राखेर चाहिँ बस्नु होला। सो हामीले चाहिँ यो 200 को एरियामा आएर बाइङ गऱ्यो भने चाहिँ हाम्रो रिस्क रिवार्ड रेसियो के छ त्यो पनि हेरौँ है त। हाम्रो प्रफिट भयो भने चाहिँ हामीले चाहिँ लगभग 19% को प्रफिट हुन्छ भने चाहिँ अनि हाम्रो लस भयो भने चाहिँ नियरली 8% को लस हुन्छ। सो रिस्क रिवार्ड रेसियो हेर्ने हो भने चाहिँ 1:2 भन्दा पनि धेरै छ। सो यो एरियामा बाइङ गर्नुभन्दा अलिक तल वेट गर्नुहोस् अनि बाइ गर्नु होला भनेर भन्छु म।